हेलो गाइस, वेलकम टु माई न्यू ब्लग। आज पनि हामी बिहान बिहान उठेर यसो गफ लाउँदै खेल्नु पऱ्यो भनेर गेम खेल्नु हिँड्यौँ। तर आज चाहिँ खासै धेरै केटाहरू आएको थिएनन् होइन। के गर्नु अब, 2-4जना भने यसो बल थान्नु पऱ्यो भनेर हामी हल्का वार्मअप दिइरहेर अनि वार्मअप पहिला हल्का शरीरलाई हल्लाएर त्यसपछि हामी फुटबल खेल्ने निर्णय गऱ्यो है आज चाहिँ। तर केटाहरू चाहिँ धेरै छैनन्। त्यसपछि हाम्रो फुटबलको सुरुवात भयो हाम्रो सेपबाट। त्यसपछि हाम्रो यो पुच्चे भयो, यहाँ सबैभन्दा खतरा खेल्ने भयो है। अनि हाम्रो बङ्गलादेशको भाइ, अनि उहाँ चाहिँ हाम्रो मोटे सोल्टी। तर भाइले गोल हाल्ने भनेन, गोलकिपर खत्रै हो क्या यार, क्या रोकिदिरहेको। फेरि यहाँबाट सोल्टी गोल हाल्न तयार। गोल हाल्नु भने त बल पो बिगारिदिन्छ। हेट तेरि यार, बलै चलाइदिने नि, के साह्रो। त्यसपछि भाइले यता पास दिएको छ। अब सोल्टीले हान्दै हुनुहुन्छ गोल। कहाँ गोल भन्दा 10 मिटर उता हानिदिनु हो क्या। हेट तेरि, मै हान्थेँ होला हौ बरु। फेरि पनि ट्राई जारी छ, प्रयास गोलकिपर। त्यसपछि म घर फर्केँ गाइस। त्यसपछि मैले घर फर्किसकेपछि कुकुरहरूलाई खाना दिनु पर्यो। अनि कुकुरलाई खाना दिएको, कुकुरले खाएनन् कि म घर छोडेको गएको 2-3 घन्टा भयो नि त। अनि यिनीहरूलाई खेल्नुपर्छ है मसँग फेरि। अनि मसँग खेल्न लाग्यो यिनीहरू होइन। यिनीहरूलाई यसो खेलाउनु पर्यो। अनि मान्दैन भने टन्नै खेल्नु खोज्छ क्या यिनीहरू। के गर्नु, यिनीहरूको इच्छा नै पुरा गरिदिनु पर्यो। त्यसपछि यिनीहरू खेलाइ गर्न थाल्यो। कति राम्रो छ है, खालि लडाइ गर्छन् र पो त्यो टेन्सन हल्को। यो चाहिँ लुना फटा हो, यो लिली हो। यो सेतो चाहिँ, यो चाहिँ मजाको छ, जे भने नि भन्छ। ऊ चाहिँ आमा छोरा हो। जानलाई केही भने भन्दैन। हेट, के साह्रो लड्यो यिनीहरू, बाफ्रे बाफ। आज अरू धेरै खेल्दैन। अब भोलि चाहिँ हामी क्रिकेट खेल्ने प्लानमा छौँ। ल गाइज, बाई बाई। अब भोलि चाहिँ नयाँ ब्लग लिएर आउनेछु। बाई, थ्याङ्क यू।